नमस्कार सबैजनालाई दर्शकबिन, म तपाईहरुकै युट्युबर ब्लगर साथी अर्जुन पराई मगर आज फेरि तपाईहरुलाई एउटा देखाउनको लागि अर्लाङकोटमा निर्माणाधीन भइरहेको एउटा झोलुङ्गे पुलको एउटा दृश्य अवलोकन लिएर आएको छु। यहाँ देख्न सकिन्छ यहाँ पुललाई कसरी यसको फेडमा टुप्पामा कसरी कसेर यसका फलामबाट बनेका डोरीहरुले कसरी बाँधिएको छ हेर्नुस्। र यसरी यहाँ बन्दैछ, यहाँ फेरि माथि पहिरो गइरहेको हामीले देख्न सक्छौं। र यसरी अब म यो पुल पनि पार भएर देखाउने छु। धेरै लामो छ, निकै नै लामो छ। र यो भयो हाम्रो पुल। यसदेखि मुनितिर मोटर बाटो छ। दासीकोटबाट अर्लाङकोट जोड्ने पुल हो यो, अर्लाङकोटमा बनिरहेको। काम भइरहेको छ व्यापक रूपमा। यहाँ छेउछाउमा हेर्नुहोस्, जाली राखेको छैन। यस्तो जाली नराखेको म पनि जाने प्रयास गर्नेछु। जता हेर माया मात्रै कहिले लगु घरमा, जता हेर माया मात्रै कहिले लगु घरमा, पानी पर्यो पान्धारेमा घाम लाग्यो बरमा। अर्को मौका पाइन्न यस्तो चाहिने। यो हाम्रो मोटर बाटो हो। यो मोटर बाटोबाट सिधा हिँड्यो भने दासीकोट पुगिन्छ। अहिले पहिरो गएर यहाँ बाटो बिग्रेको अवस्था छ। अनि यो बाटो यताबाट गइन्छ सिधा अब अर्लाङकोटतिर। यो मोटर बाटो चाहिँ यो घरको छेउबाट जान्छ। यसरी यहाँ पानी परेर हिलो भएको अवस्था छ। र यही मोटर बाटोदेखि माथि आकाशे पुल, झोलुङ्गे पुल निर्माणाधीन अवस्थामा छ। पुरा भएको छ, अधुरो छ। यो छेउमा जालीहरू बुन्न अझै छ। र निकै नै लामो, 300 मिटर र निकै नै उचाइमा छ यो। र यसरी पहिरो गएको अवस्था छ। र यहाँ तल निकै नै सुन्दर राम्रो धान खेत छ। यहाँ अब धान लगाउने रोपाई गर्ने बेला आइसकेको छ। रोपाई गर्ने तर्खरमा हुनुहुन्छ, ब्याग रेडी भइसकेको छ। र यसरी माथिको यो पुल बनाउँदै गर्दाखेरि यो माटो काटेको उसले गर्दाखेरि पहिरो आएको हुनाले यहाँ त्यो बाटो बिग्रेको हामीले देख्न सक्छौँ। जसले गर्दा मोटरसाइकललाई पनि आवत जावत गर्न, ठुला गाडीहरूलाई पनि आवत जावत गर्न अलिकति कष्टकर भयो जस्तो छ। यसरी माथि छ, उचाइमा छ पुल। काम गर्ने मान्छेहरू, कामदारहरू हिँडिरहेका छन् कामको लागि। काम गर्न जानु हुन्छ, काम गर्नलाई तयार हुनुहुन्छ देख्न सक्छौँ। र यसरी ठुला ठुला ढुङ्गाहरू, पहिरोहरू यहाँ खसेको छ। जस्तै जिपलाई, ठुला गाडीहरूलाई आवागमन गर्न अप्ठ्यारो पारेको छ यसले, हामी देख्न सक्छौँ। यसरी पुल र धन्यवाद। धेरैभन्दा धेरै लाइक, सब्सक्राइब र कमेन्ट गरिदिनु होला।
फेरि पनि यस्तै राम्रो योभन्दा अझै राम्रो तपाईँको साथ हौसला पायो भने यस्तै भिडियोहरू सामग्रीहरू लिएर आउनेछु तपाईँको लागि। धन्यवाद।